नमस्ते नमस्कार साथीहरु, तपाईहरुलाई स्वागत छ मेरो युट्युब च्यानल सिभिल इन्जिनियर पावर किङमा देख्नु भएको सम्पूर्ण साथीहरुलाई धेरै धेरै स्वागत छ है। चाहिँ अलुम्नी प्रदेश लोकसेवा आयोगले चाहिँ जुन सिभिल इन्जिनियरिङ पाँचौं तहको एक्जाम लिएको थियो, हामी त्यसको क्वेशन पेपर ल्याएका छौं है। कृपया धैर्यतापूर्वक सुन्नु होला। फर्स्ट चाहिँ प्रदेश लोकसेवा आयोग लुम्बिनी प्रदेश निजामती सेवा अंतर्गत प्रदेश इंजीनियरिंग सेवा सिविल समूह सैनिटरी इरिगेशन समूह सहायक स्तर पाँचौं तह प्राविधिक सब इंजीनियर पद खुला तथा समावेशी प्रयोगात्मक लिखित परीक्षा प्रथम चरण को छ। हाम्रो चाहिँ प्रथम चरण को छ। परीक्षा कहिले भएको थियो भने 2081 12 16 गतेको भएको थियो है। हाम्रो कुन चाहिँ सामान्य ज्ञान र सार्वजनिक व्यवस्थापन तथा सेवा सम्बन्धी कार्य ज्ञानको छ है। हामीसँग कृषि को छ है। कृपया धैर्यतापूर्वक सुन्नु होला है। हाम्रो चाहिँ फर्स्ट नम्बरमा के छ भने द डेन्सिटी अफ सोइल कैन बी इन्क्रिज बाय है। के भन्छ एक्सपेलिङ वाटर फ्रम द सोइल पोरस इलास्टिक कम्प्रेसन अफ द सोइल ग्रेन रिड्युसिङ द एयर भोइड्स। हाम्रो के हुनुहुन्छ डी हुनुहुन्छ, अल अफ द अबभ हुनुहुन्छ है। 2 नम्बरको छ द टप अफ द वाटर ओभर व्हिच इज द वाटर फ्लो इन द नोन एज। हाम्रो सबभन्दा माथिल्लो जुन वेयरको हुन्छ नि, जब सबभन्दा माथिल्लो जुन पानी बग्छ त्यसलाई के भन्छ भने सील और क्रेस्ट नेप और भ्यान ओरिफिस नन अफ द अबभ। कुन भन्छ हाम्रो चाहिँ सील और क्रेस्ट हुन्छ है। माथि जुन पानी बगिरहेको हुन्छ नि वायरको माथिबाट त्यसलाई भन्छ सील और क्रेस्ट है। हाम्रो चाहिँ 3 नम्बर निजामती सेवा ऐन 2049 अनुसार कार्य क्षमताद्वारा हुने बढुवामा शैक्षिक योग्यता बापत कति अंक प्रदान गर्ने व्यवस्था छ। हाम्रो के भन्छ शैक्षिक योग्यता बापत भनेछ है। कति हुन्छ 2 अंक 12 अंक 16 अंक र 30 अंक। हाम्रो के हुन्छ 12 अंक हुन जान्छ है। त्यस्तै हाम्रो क्वेशन 4 नम्बर को छ सहायक स्तर कर्मचारीको देहायको कुन कुन गुणहरू हुनु आवश्यक छ। शिष्ट र मैत्रीपूर्ण व्यवहार, कर्तव्यनिष्ठता, सृजनात्मक कार्य क्षमता र माथिका सबै डी हुन जान्छ है। सन् 2022 को फिफा विश्वकप फुटबल हुने कुन देशमा जितेका थिए भने हाम्रो चाहिँ अर्जेन्टिना, ब्राजिल, फ्रान्स, जर्मनी। कुनले अर्जेन्टिनाले जितेको थियो है। जोडा मिलाउनुहोस् केन्द्र रहेको देश है। हाम्रो कुन कुन केन्द्र रहेको छ भने सार्क ऊर्जा केन्द्र के हुन्छ हाम्रो पाकिस्तान हुन जान्छ है। हाम्रो सार्क ऊर्जा केन्द्र कहाँ छ भने पाकिस्तानमा छ है। सार्क संस्कृत केन्द्र कहाँ छ भने हाम्रो चाहिँ बी को चाहिँ श्रीलङ्कामा छ। सार्क कृषि सूचना केन्द्र कहाँ छ भने कृषि सूचना केन्द्र कहाँ छ भने हाम्रो चाहिँ सी को कुन हुन्छ बङ्गलादेश हुन जान्छ है। सार्क विपद व्यवस्थापन केन्द्र कुन जान्छ भारत हुन्छ। हाम्रो चाहिँ ए को 3 मा कहाँ छ भने बी र डी मा छ है। भने अर्को हाम्रो चाहिँ सार्क विपद व्यवस्थापन केन्द्र छ भने डी को 4 डी हुन जान्छ है। यस्तै हाम्रो मिलाइने हाइड्रोलिक ग्रेडियन्ट लाइन एचजीएल रिप्रेजेन्टेड इन द सम अफ के हुन्छ भने हाइड्रोलिक ग्रेडियन्ट लाइन के जाना छ भने प्रेशर हेड डेटम हेड, प्रेशर हेड एंड काइनेटिक हेड एंड डेटम हेड, प्रेशर हेड डेटम हेड काइनेटिक हेड। हाम्रो कुन जान्छ भने प्रेशर हेड डेटम हेड दुवै जना है। डेन्सिटी अफ लिक्विड मे बी डिफाइन्ड एज है। के भन्छ भने मास पर डेन्सिटी भन्नाले के हुन्छ मास बाई भोल्युम हुन्छ है। मास पर यूनिट वॉल्यूम द स्टैंडर्ड टेम्परेचर एंड प्रेशर, मास पर यूनिट एरिया एट स्टैंडर्ड टेम्परेचर एंड प्रेशर हुन्छ। मास पर यूनिट वॉल्यूम एट 1000 डिग्री सेल्सियस टेम्परेचर हुन्छ। मास पर यूनिट एरिया एट 1000 डिग्री टेम्परेचर हुन्छ। कुन भन्छ भने मास पर यूनिट वॉल्यूम
ए हुन जान्छ है। एट स्ट्यान्डर्ड टेम्परेचर एन्ड प्रेसर हुन जान्छ है। त्यस्तै चाहिँ हाम्रो अर्को द कलम द्याट फेल प्राइमली ड्यू टु बक्लिङ इज नोन एज। त हाम्रो के हुन्छ बक्लिङबाट कुन हुन्छ भने हाम्रो चाहिँ लङ कलम हुन जान्छ। द युनिट अफ द स्ट्रेस इन एसआई युनिट, हाम्रो एसआई युनिटको स्ट्रेस के हुन्छ न्युटन पर एमएम स्क्वायर, किलो न्युटन पर एमएम स्क्वायर, न्युटन पर एमएम स्क्वायर। हाम्रो चाहिँ एनी अफ दिस कुनै पनि हुन सक्छ है। द एभ्री मेटेरियल अवे द हुक्स ल अदिन इज के हुनुहुन्छ भन्दा इलास्टिक लिमिट, प्लास्टिक पोइन्ट एन्ड लिमिट अफ पर्सनालिटी नन अफ द भब है। त हाम्रो के हुन्छ लिमिट अफ द पर्सनालिटी हुन्छ है। द सेकेन्ड क्लास अफ ब्रिक भन्नाले के त द आर डार्क ब्राउन कलर वी आर वेल बन्ट अन्डर द बन्ट द प्रोड्युस टु मेटालिक साउन्ड एन्ड वेन द स्ट्र। यो डी नम्बर हुन जान्छ। अर्को चाहिँ त हाम्रो चाहिँ 13 नम्बरको संयुक्त राष्ट्र सङ्घको युएनको प्रधान कार्यालय कहाँ छ भने टोकियो, न्युयोर्क, पेरिस, रोम। हाम्रो न्युयोर्कमा छ है। त्यस्तै हाम्रो चाहिँ 14 नम्बर क्वेसन नेपालको संविधान 2072 अनुसार आधारभूत र माध्यमिक शिक्षा कुन तहको अधिकारमा रहेको छ भने हाम्रो चाहिँ आधारभूत र माध्यमिक तहको शिक्षा चाहिँ हाम्रो चाहिँ कुनमा छ भने सङ्घमा छ, प्रदेशमा छ र प्रदेश स्थानीय तहको साझा छ भने हाम्रो स्थानीय तहको छ है। कोभिड-19 सर्वप्रथम कुन देशमा देखिएको हो? भारत, अमेरिका, चीन र जापान। हाम्रो कोभिड-19 कहाँबाट आएको थियो भने चीनबाट, चीनको हुआङ प्रान्तबाट आएको हो। त्यसैले हाम्रो चाहिँ यो चीन हुन जान्छ है। जलवायु र वातावरण समेत नकारात्मक प्रभाव पार्ने पृथ्वीको वायुमण्डल तापमानको वृद्धि नाप्ने काम कहिलेदेखि सुरु भएको हो भने सन् 1955 देखि सन् 1960 देखि सन् 1965 देखि सन् 1977 सन् 1960 देखि है। जिप्सम इज इन सिमेन्ट फर द पर्पज। हाम्रो जिप्सम के हो भने हार्डनिङ मटेरियल हो भने हाम्रो स्लो सेटिङ, हाम्रो चाहिँ स्लो काम गर्छ है। इन्क्रिजिङ द स्ट्रेन्थ, क्विक सेटिङ सिमेन्ट, क्विक सेटिङ हाम्रो चाहिँ अन्डर द कन्स्ट्रक्सन मटेरियलको लागि प्रयोग गर्छ भने स्लो डाउन द हार्डनिङ प्रोसेस, गुड टेक्सचर एन्ड सिमेन्ट। हाम्रो चाहिँ स्लो डाउन द हार्डनिङ प्रोसेस हुन जान्छ। डी नम्बर 20 नम्बर हुन जान्छ। Which one of the construction material is not consistent of the cement concrete? हाम्रो चाहिँ सिमेन्ट कङ्क्रिटको तलक मध्ये कुन एउटा पार्ट छैन भने हाम्रो चाहिँ कुन कुन हुन्छ कङ्क्रिट सिमेन्ट कङ्क्रिटमा पाटर, सिमेन्ट, एग्रिगेट है। चाहिँ हाम्रो चाहिँ मेन चाहिँ कन्स्टिट्युएन्ट हुन्छ भने हाम्रो चाहिँ एग्रिगेट, स्यान्ड, वाटर, स्टोन। स्टोन हाम्रो चाहिँ ठुलो हुन्छ भने त्यसले यो स्टोन हुँदैन है। त्यस्तै चाहिँ 19 नम्बरको अ सिरिज अफ क्लोज कन्टोर लाइन अन द म्याप विथिन द लोवर टु हाइजर भ्यालु अफ इनसाइड द डेम रिप्रेजेन्ट। त्यसले भन्छ रिज हुन्छ, समिट हुन्छ, डिप्रेसन हुन्छ, स्टिप स्लोप हुन्छ भने हाम्रो चाहिँ जुन हाम्रो के भनिन्छ भने लोवर टु हायर हामी यसरी गयो भने यसो हाम्रो डिप्रेसन छ भने हाम्रो यहाँबाट 90 हुन्छ, 80 हुन्छ। चाहिँ यहाँबाट हाम्रो चाहिँ 80, 90, 100 है। हाम्रो के भन्छ लोवरबाट हायरमा जाने है। त्यसलाई के भन्छ भने समिट मानिन्छ है। हुन्छ भने हिल हुन्छ, त हिल छैन भने हाम्रो चाहिँ समिट हुन्छ है। यो रिज चाहिँ क्लोज कन्टोरमा चाहिँ गर्दैन है। त्यस्तै हाम्रो चाहिँ द ट्रायंगल फर्मड बाई जोइनिङ द पोजिसन अफ द नोन पोइन्ट अन प्लेन टेबल सर्वे इज नोन एज है। हाम्रो के भन्छ भने ग्रेट ट्रायंगल, इक्वालेटरल ट्रायंगल, स्मल एंगल, एक मिडियम एंगल। चाहिँ हाम्रो एंगल दिएछ भने हाम्रो यहाँ ट्रायंगल हुन जान्छ है। त्यहाँ ग्रेट एंगल दिएछ भने ग्रेट ट्रायंगल हुन जान्छ। त्यसको सही हुन्छ ग्रेट
ट्रायंगल हुन जान्छ है। त्यस्तै अर्को हाम्रो चाहिँ द लाइन व्हिच इज परपेंडिकुलर द प्लम्ब लाइन इज के भन्छ लेभल लाइन, डाटम लाइन, जेन्टल लाइन, भर्टिकल लाइन हाम्रो के हुन जान्छ लेभल लाइन हुन जान्छ है। द व्हिच अफ द फ्लोइङ स्केल इज ए स्मलेस्ट वान तलक मध्ये कुन चाहिँ सबभन्दा सानो छ त्यसको डोमिनेटर बढी हुने है। त्यसको डोमिनेटर सबभन्दा बढी हुने तलक मध्ये कुन छ भने हाम्रो चाहिँ 1 cm इन्टु 10,000 मिटर छ 1000 मिटर छ 1 cm बराबर 100 मिटर छ भने हाम्रो चाहिँ यो सबभन्दा बढी हुन जान्छ है। त्यसको डोमिनेटर सबभन्दा बढी हुन्छ है। नेपालको सौर योजना कहिलेदेखि सुरु भएको हो भने आर्थिक वर्ष 2078-79, आर्थिक वर्ष 80-81, आर्थिक वर्ष 81 र 82, आर्थिक वर्ष 79 र 80 हाम्रो चाहिँ 81 र 82 हुन्छ है। सौर योजनादेखि सुरु भएको हो है। अर्को चाहिँ हाम्रो त्यस्तै क्वेसन तल दिएको मध्य क्षेत्रफलको आधारमा सबभन्दा ठुलो जिल्ला कुन हो भने क्षेत्रफलको बाँके, रोल्पा, रूपन्देही, दाङ हो है। देउथलको युद्धमा नेपालको तटबाट नेपाली फौजको नेतृत्व कसले गरेका थिए? अमरसिंह थापा, भक्ति थापा, बलभद्र कुँवर, ज्ञानसिंह थापा र भक्ति थापा हुनुहुन्छ है। च्याउ हिमाल कुन जिल्लामा रहेको छ भनेमा चाहिँ ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखामा सोलुखुम्बु हुन जान्छ है। द डिफेक्ट लायबिलिटी पिरियड अफ युजुअली टेकन है। डिफेक्ट लायबिलिटी पिरियड भन्नाले चाहिँ कुनै ठेकेदारले त्यसको काम गरिसकेपछि यदि हामीले चाहिँ मर्मत गर्नु पर्यो भने बीचमा मेन्टेनेन्स गर्नु पर्यो त्यसको कति अवधि हुन्छ भने 1 वर्षमा हुन्छ है। त्यसमा के अप्सन डी 6 months फ्रम द डेट अफ कम्प्लिसन, 12 months फ्रम द डेट कम्प्लिसन, 18 months फ्रम द डेट कम्प्लिसन, 24 months अफ कम्प्लिसन भन्ने हाम्रो चाहिँ बी नम्बर हुन जान्छ है। 12 months फ्रम द डेट कम्प्लिसन है। हाम्रो चाहिँ 12 monthsम्म चाहिँ त्यसको मेन्टेनेन्सहरूको के कस्तो बन्छ भने त्यसको कामहरू गर्नको लागि है। द भेरियस एक्टिभिटी अफ द प्रोजेक्ट आर सोन अन द बार चार्ट है। बार चार्टले हाम्रो के जनाउँछ भने होरिजेन्टल लाइन जनाउँछ है। बार चार्टमा के हुन्छ भने टाइम भर्सेस एक्टिभिटी हुन्छ है। एक्टिभिटी चाहिँ हाम्रो के जनाउँछ भने काम जनाउँछ है, काम जनाउँछ। त्यो कामको हाम्रो के हुन्छ होरिजेन्टल लाइन हुन्छ है। त्यस्तै हाम्रो चाहिँ 29 नम्बर क्वेसन छ द मेन रेस्पोन्सिबिलिटी अफ द इन्जिनियर इन कन्स्ट्रक्सन वर्क है। हाम्रो चाहिँ इन्जिनियरको भूमिका चाहिँ साइटमा कन्स्ट्रक्सन वर्कमा के हुन्छ भने प्रोजेक्ट म्यानेजमेन्ट, पेमेन्ट, इन्स्योर क्वालिटी अल अफ द अबभ हुन्छ है। द स्पेसिफिकेसन अफ द होल्ड फास्ट आर गिभन द टर्म हाम्रो चाहिँ स्पेसिफिकेसनको होल्ड फास्टमा के टर्म हुन्छ भने नम्बर मान्छ कि भोल्युम मान्छ कि भोल्युम अफ द वेट मान्छ कि वेट मान्छ हाम्रो बी नम्बर हुन्छ कि वेटमा हुन्छ है। द कन्स्ट्रक्सन नर्म्स आर युज फर हाम्रो कन्स्ट्रक्सनमा के हुन्छ भने रेट एनालाइसिस हुन्छ। हाम्रो नर्म्स चाहिँ रेट एनालाइसिसमा हुन्छ भने के अप्सन दिएको छ प्रिपेयर एन्ड रेट एनालाइसिस डिजाइन अफ द फर्म वर्क, प्रिपेयर आर ड्रइङ अन कन्स्ट्रक्सन, प्रिपेयर द बिट डकुमेन्ट हाम्रो चाहिँ के प्रिपेयर एन्ड रेट एनालाइसिस हुन जान्छ है। ए नम्बर हाम्रो चाहिँ 32 नम्बरको द स्टपिङ द साइट डिस्टेन्स डिपेन्डेन्ट ओपन है। के हुन्छ भने रिएक्सन टाइम अफ ड्राइभर हुन्छ, ब्रेक इफिसियन्सी हुन्छ, स्पिड अफ द भेहिकल हुन्छ, अल अफ द अबभ हुन्छ डी नम्बर। राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तले कसको समक्ष शपथ ग्रहण गर्दछ भने राष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, सभामुख चाहिँ के हुन्छ भने प्रधानमन्त्री हुन जान्छ है। त्यस्तै हाम्रो चाहिँ 34 नम्बर क्वेसन छ वातावरण संरक्षण तथा जलवायु परिवर्तनको व्यवस्थापन राष्ट्रिय परिषदको उपाध्यक्ष कसले तोक्ने व्यवस्था छ भने राष्ट्रपति, प्रधानमन्त्री, वन मन्त्री, मुख्यमन्त्री कुन जान्छ प्रधानमन्त्री हुन्छ। वातावरण जल परिवर्तन सम्बन्धी राष्ट्रिय परिषदको उपाध्यक्ष कसले तोक्ने भने प्रधानमन्त्री तोक्ने हो। उपमहानगरपालिका घोषणा हुन कति स्थायी बासिन्दा भएको हुनुपर्छ भने कम्तीमा 1 लाख, कम्तीमा 3 लाख, कम्तीमा 2 लाख, कम्तीमा 5 लाख भने कम्तीमा 2 लाख हुनुपर्छ है।
महानगरपालिका हुनको लागि कम्तीमा 5 लाख हुनुपर्छ है। भ्रष्टाचार निवारण ऐन 2049 बमोजिम रु 25,000 सम्मको रिश्वत लिई भ्रष्टाचार गरेको कति कैद सजाय हुने व्यवस्था छ। भ्रष्टाचार निवारण ऐन 2059 बमोजिम सकिए कति छ भने 2 महिना, 2 वर्ष, 3 महिना, 6 महिना है। त हाम्रो कति छ भने 3 महिना हुन जान्छ है। हाम्रो यदि 50,000 ले गर्यो भने 4 महिना कैद हुन जान्छ। इफ द V is a design speed in R is a radius of the horizontal curve and the super elevation E of the road is given by के हुन जान्छ हाम्रो चाहिँ E equal to V square into 1027 R E equal to V square by 127 R हुन्छ कि V square by हुन्छ के हुन्छ भन्ने हाम्रो चाहिँ V नम्बर हुन जान्छ है। त्यस्तै हाम्रो क्वेशन अर्को छ के छ भने द क्यानल लसेस क्यान मिनिमाइज बाई। हाम्रो चाहिँ क्यानल जब डिजाइन गर्छ भने हाम्रो कुन तरिकाले गर्छ भने लिभिङ, प्रोपर डिजाइन, प्रोपर अपरेसन, समय समयमा मेन्टेनेन्स गर्ने, प्रोपर डिजाइन, राम्रोसँग डिजाइन गर्ने है। हाम्रो के हुन्छ डी नम्बर हुन्छ अल अफ द अबभ हुन्छ है। द रिलेसन बिट्विन ड्युटी इन हेक्टर एन्ड क्युमिक डेल्टा इन मिटर एन्ड बेस पिरियड इज डे है। हाम्रो कुन हुन्छ भने हाम्रो चाहिँ 39 नम्बरको चाहिँ डेल्टा इक्वल टु 8.64 बेस पिरियड बाई ड्युटी, डेल्टा 8.86.4 बेस पिरियड इन ड्युटी हाम्रो के हुन जान्छ भने ए नम्बर हुन जान्छ है। द सेल्फ क्लिनिङ भेलोसिटी इन द सेवर इन सिल्टिङ अकोर एट द बटम, सिल्टिङ एन्ड स्कोरिङ इक्वल टु एट द बटम, स्कोरिङ इक्वल टु बटम, नाइदर सिल्टिङ और नन स्कोरिङ इक्वल टु बटम चाहिँ के हुन्छ डी नम्बर हुन जान्छ है। द क्यापेसिटी अफ वाटर स्टोरेज ट्याङ्क इन द हिली एरिया डिटरमाइन्ड बाई है। जब हामी चाहिँ वाटरलाई जब कुनै ट्याङ्कमा क्यापेसिटी वाटर ट्याङ्कमा जब राख्छौँ भने हामी हिली एरियामा के गर्छौँ भने टोपोग्राफी अफ द एरिया, टोपोग्राफीमा गर्दैन टाइप्स अफ द वाटर सोर्स, द सेप इन द वाटर सोर्स अनि डेली वाटर डिमान्ड अफ द एरिया है। हामी चाहिँ डेली वाटर डिमान्डको काम गरिरहेको हुन्छ है। यो डी नम्बर हुन्छ। द मोस्ट सुटेबल वुड फर द फर्मवर्क। हाम्रो चाहिँ मोस्ट सुटेबल वुड फर्मवर्क के हुन्छ भने वुल सिजन र सफ्ट वुड हुन जान्छ। त वुल सिजन द हार्ड वुड, वुल सिजन र सफ्ट वुड, थिन प्लाइ वुड, नन सिजन र हार्ड वुड हाम्रो कुन हुन्छ बी नम्बर हुन्छ वुल सिजन र सफ्ट वुड हुन जान्छ है। त्यस्तै हाम्रो अर्को चाहिँ सार्वजनिक खरिद सम्बन्धी प्रदेश नियमावली 2076 लुम्बिनी प्रदेश अनुसार सार्वजनिक निकायले परामर्श सेवाको कति रकमभन्दा बढी लागत अनुमान 11 तहका प्रथम श्रेणी कराले प्रमुख विभागीय प्रमुख स्वीकृत गराउनु पर्दछ भने 5 लाख रु 10 लाख रु 20 लाख रु 25 लाख त हामी जान्छ भने 11 तहको कर्मचारीले कतिको लागि परामर्श गर्छ भने 20 लाख 25 लाखसम्मको गर्छ है। नेपालको संविधान 2072 को धारा कतिमा नागरिक कर्तव्य उल्लेख गरिएको छ भने धारा 45, धारा 46, धारा 47 र धारा 48 मा हुन्छ है। कस्तो नेतृत्वमा निरङ्कुश अटोक्रेटिक नेतृत्व भनिन्छ भने सामूहिक छलफलबाट निर्णय लिने, अधिकार प्रत्यारोपण गर्ने, निर्देशन र नियन्त्रण बढी जोड दिने, न प्रबन्धनलाई प्रोत्साहन गर्ने भने हाम्रो चाहिँ निर्देशन र नियन्त्रणमा बढी जोड दिने सी नम्बर हुन्छ है। नेपालको बजेट प्रणालीको परम्परामा सर्वप्रथम कुन आर्थिक वर्षदेखि साधारण र विकास बजेटको प्रक्रिया सुरु भएको हो भने आर्थिक वर्ष 2010 र 11 देखि, आर्थिक वर्ष 2011 र 12 देखि, आर्थिक वर्ष 2013 र 14 देखि, आर्थिक वर्ष 2014 र 15 देखि हाम्रो चाहिँ के हुन जान्छ सी नम्बर हुन जान्छ आर्थिक वर्ष 2013 र 14 देखि।
47 नंबर क्वेश्चन छ फॉर अ डान्सिङ हल व्हिच फ्लोरिङ मटेरियल इज मोस्ट सुटेबल हो। त डान्सिङ हलको लागि हाम्रो कुन फ्लोरिङ हुन्छ भने कङ्क्रिट फ्लोर, टिम्बर फ्लोर, टाइल फ्लोर, मार्बल फ्लोर हुन्छ किन भन्छ टिम्बर फ्लोर हुन जान्छ है। त्यस्तै 48 नम्बर क्वेश्चन अ कलम इज सेड टु बी सर्ट कलम इफ द स्लेन्डरनेस रेसियो है। सर्ट कलम हाम्रो कति हुन्छ भने 12 भन्दा लेस हुन्छ है। त हाम्रो के भन्छ भने मोर देन 10, लेस देन 12, मोर देन 12 र लेस देन 10 कुन जान्छ हाम्रो चाहिँ लेस देन 12 हुन जान्छ है। 12 भन्दा हाम्रो चाहिँ कम हुन्छ। द मिनिमम पर्सेन्टेज अफ लङ्गिट्युडिनल रेनफोर्स सिमेन्ट इन आरसिसी कलम इज हाम्रो मिनिमम पर्सेन्टेज रेनफोर्स लङ्गिट्युडिनल कलममा कति हुन्छ भने 0.6, 0.8 र 1.2 र 4 हुन जान्छ भने हाम्रो के हुन जान्छ 0.8 हुन जान्छ है। त्यस्तै चाहिँ हाम्रो लास्टतिरको क्वेसन छ 50 नम्बरको व्हिच प्रिन्सिपल स्टेट दैट व्हेन द स्ट्रेस इज अप्लाइड टु अ पोरस मिडियम इज अपोजिट बाय द फ्लूइड प्रेसर फिलिङ द पोरस इन द मटेरियल है। हाम्रो कुन जान्छ डार्सी ल, ब्रेनोली प्रिन्सिपल, टार्गी प्रिन्सिपल र नन अफ द अबभ कुन जान्छ हाम्रो टार्जी प्रिन्सिपल हुन जान्छ है। यो सी नम्बर हुन जान्छ। हस्त यस्तै नै थियो हाम्रो चाहिँ लुम्बिनी प्रदेशको चाहिँ लोकसेवा जुन इक्जाम दिएको थियो। यहाँसम्म देखिदिनु भएको सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद। हस्त।